मुखको गिजा कालो हुने कस्तो हुन्छ भनेर सोध्नु भएको छ। जब व्यक्ति यस्तो गिजाहरू विशेष गरेर माथिरको दाँतभन्दा माथिरको गिजाहरू चाहिँ कालो छ, त्यस्ता व्यक्तिहरू असाध्यै बलिया हो। सबैभन्दा पहिलो कुरा सम्झिनु होला, जो व्यक्ति गिजा हल्का गुलाबी छ, रातो छ, यस्ता व्यक्तिहरू बढी रोगी हुन्छ। त्यसैले हल्का गिजा भनेको हल्का कालो हुनुपर्छ, मसल हो। अनि ब्लड पनि त के छ, पूर्ण रातो छैन नि त, हल्का अनि अलिकति डिप रेड कलर पर्छ होइन, गाढा रातो छ नि त। अब यो गिजाहरूमा पनि रक्त सञ्चार हुन्छ, हाम्रो मसल्स हो होइन, मांसपेशी हो नि त। अनि मांसपेशी भनेको रातो हुँदैन क्या, हल्का कालो हुनुपर्छ। त्यसैले जो व्यक्ति गिजा कालो छ, यस्ता व्यक्तिहरू भाग्यमानी हुन्, प्रष्ट बोल्छन्, मुखमा यो राम राम बगलीमा छुरा, यस्ता व्यक्तिको बानी नै हुँदैन, राम्रै कुरा गर्छन्, प्रष्ट हुन्, न्यायिक हुन्। र मुखको गिजा कालो हुने व्यक्तिहरूमा चाहिँ अत्याधिक कालो हुँदै गएको छ भने चाहिँ अब रक्त सञ्चार सम्बन्धी होइन अरू सम्बन्धी समस्या हुनसक्छ। त्यसको लागि चाहिँ डेन्टिस्टलाई भेट्ने होइन। अनि अरू त्यस्तो खासै चिन्ता लिनु चाहिँ पर्दैन। अब गिजा कालो हुने बित्तिकै सबै कुराहरू बिग्रिहाल्ने भन्ने हुँदैन। आफ्नो शरीरको रङ होइन, अनि रगतको प्रकार, अनि ब्लडको फ्लो कस्तो छ मसल्सहरूमा होइन, यस्ता धेरै कुराहरू चाहिँ हुने गर्दछ। त्यसैले गिजा अत्याधिक कालो भइरहेछ, रङ परिवर्तन भइरहेछ भने डेन्टिस्टसँग भेट गरेर डक्टरको सल्लाह लिने होइन। अनि प्राकृतिक रूपमा यिनी कुराहरू छन् भने चाहिँ अब त्यस्तो खासै चिन्ता यता लिनु चाहिँ पर्दैन। अनि गिजा कालो हुनु नराम्रो, अब यो त यस्तो रहेछ उस्तो रहेछ, यो त यस्तो रहेछ उस्तो रहेछ भन्ने केही होइन। त्यस्तो यिनी कुराहरू राम्रोसँग ख्याल गर्ने, बुझ्ने, अगाडि बढ्ने। अनि केही प्रश्नहरू छन् भने कमेन्ट गर्नु होला है त।